हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हामी मेरो पर्फेली गाउँ जाँदैछु। करिब 10 वर्षपछि। यहाँ अगाडि हेर्न सक्नुहुन्छ जङ्गलको बाटोमा हेर्नुहोस्, जाने बाटो यही हो। ड्रम पनि छ, डर पनि लागिरहेछ, त्यही पनि जाने प्रयास गर्छ। तीनजना जाँदैछौँ, अङ्कल भाइ र म। बाटो हाम्रो जाने बाटो यही हो, हतार नै छ। हामी अब खोला पुग्न आइसक्यौँ। पहिला खाल धेरै हेर्नुहोस् गाइस, हाम्रो पुरानो खोला अब धेरै नै सानो भइरहेको छ, धेरै नै सानो छ। यहाँनिर यस्तो छ। अब हामी अगाडि लागौँ, हेरेर साथ दिनुहोला। पुरा देखाउनेछौँ हाम्रो पुर्खेली गाउँ घर। अब जङ्गलको बाटो छ। धेरै डराउनै छ, तर हामी जाने प्रयास गर्छौँ। सक्छ कि नै अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो बाटो यही हो, जति जारी नै छ। यहाँ आउँदा त घर नै जाने मन लाग्दैन जस्तो लागिरहेछ। रमाइलो छ, कहिले नै अन्तिमसम्म त कस्तो होला। 1-1.5 घन्टाको बाटो छ, तर पनि यति रमाइलो लागिरहेछ। अगाडि धेरै डरलाग्दो बाटो छ, तर हामी जाने प्रयास गर्छौँ। हेरौँ, चराचुरुङ्गीको स्वर, चराचुरुङ्गीको आवाज, हरियालीपन जङ्गल, धेरै रमाइलो ठाउँ छ। गाइजहरू डर पनि लागिरहेछ, रमाइलो पनि लागिरहेछ। डरभन्दा नि धेरै एक्साइट छौँ अब पुग्ने दिगाउँ जाँदै। हेर्नुहोस् गाइजहरू, यति डराउनु बाटो छ, तर पनि हामी जाने प्रयास गर्छौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला, प्रतिक्रिया दिने गर्नुहोला, सबको सहयोग गर्नुहोला। यति डराउनु बाटो छ, यहाँबाट फस्यो भने बाँच्ने सम्भावनै छैन। हेर्नुहोस्, रमाइलो पनि छ। सुन्न सक्नुहुन्छ चराचुरुङ्गीको स्वर कति मिठो छ। वन जङ्गल हेर्नुहोस्, क्या रमाइलो छ। हरियाली सँगै चराचुरुङ्गीको स्वर मिठो। पुरा देखाउनेछौँ अन्तिमसम्म। जति अगाडि बढ्दैछौँ त्यति नै डर लागिरहेछ, त्यति नै उत्साहित छौँ, र डर अहिले धेरै नै लागिरहेछ। जङ्गली जनावर हुन सक्छन्। हेरौँ,
बाटो पनि त्यति नै डराउनु छ र मान्छे खस्यो भने बाँच्ने सम्भावनै छैन। तर पनि हामी अगाडि बढिरहेछौँ। जङ्गल पनि धेरै नै ठुलो आउन लाग्छ। जङ्गल कति डराउनु छ बढेर हेर्न सक्नुहुन्छ। म देखाउँदैछु। यो जङ्गल त धेरै नै डराउनु जस्तो छ। हामी त्यहाँ पुग्न सक्छौँ वा सक्दैनौँ हेर्ने गर्नु होला। हेर्न सक्नुहुन्छ कति डराउनु जङ्गल छ। त्यहाँ जङ्गल पनि हुन सक्छौँ। हामी त्यहाँ पुग्न सक्छौँ सक्दैनौँ हेरेर अन्तिमसम्म साध्नु होला। हामी जङ्गलभन्दा पारि जान सक्छौँ कि नै गर्नु होला। अन्तिमसम्म कमेन्ट लाइक सेयर पनि गर्नु होला। गाइजहरू मलाई त लास्टै डर लागिरहेछ र अङ्कललाई र भाइलाई डर नमानेरै गइरहेछ। मलाई चाहिँ लास्टै डर लागिरहेछ। गाइज खोला पुग्न आँटिसक्यौँ। यहाँनिर हिँड्नु छ। त्यहाँनिर देखि सक्नुहुन्छ। यहाँनिर सानो पानीको मुहान छ र हरियाली जङ्गल पनि देखिन सक्नुहुन्छ। सोचेभन्दा नि राम्रो रहेछ। हामी अझै नै अगाडिसम्म हामी यो बाटो मात्रै जानेछौँ। हेरौँ अन्तिमसम्म। हेर्न सक्नुहुन्छ रमाइलो दृश्यहरू। हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। यस्तै भिडियोहरू यहाँ आगामी दिनहरूमा पनि ल्याउनेछौँ। सबैजनाले सेयर लाइक सब्सक्राइब अवश्य गर्नुहोला। हेर्न सक्नुहुन्छ हेर्दा पनि घर फर्केर जाने मन नलाग्ने ठाउँ आएका छौँ। धेरै नै रमाइलो लाग्यो मलाई। यहाँ धेरै पहिले आएको थिएँ। करिब 10 वर्ष हुन आँटिसक्यो। 10 वर्षपछिको यात्रा के कस्तो हुन्छ, सफल हुन्छ वा हुँदैन, अन्तिमसम्म हेर्नु होला। गाइजहरू बाटो नै अप्ठ्यारो छ। बाटो अप्ठ्यारो भए नि हामी जाने प्रयास गर्छौँ। अबको केही बेरमै मेरो पुरानो घर पुग्छौँ। त्यहाँनिर के कस्तो छ हेरौँ है। सायद साथीहरू रमाइला दृश्यहरू। बाटो गाह्रो नै छ। जाने अवस्था उता हेर्न सक्नुहुन्छ। बाटो गाह्रो नै छ। गाह्रो भए नि हामी जानेछौँ। अबको केही बेरमै त्यहाँ पुग्छौँ। मलाई त डर धेरै नै लागिरहेछ। तर अङ्कल र भाइको आडले म अगाडि बढिरहेछौँ। हेरौँ म त्यहाँ पुग्न सक्छु सक्दैन। जङ्गल धेरै नै ठुलो छ। जङ्गल जनावरहरू हुन सक्छन्। डर पनि लागिरहेछ। उत्साहित पनि छु।
रमाइलो त धेरै नै रहेछ। मलाई घर जानुभन्दा त्यहाँ नै बसौँ जस्तो लागिरहेको छ। त्यही कारण एक्लै बस्न गाह्रो नै पर्छ। हेर्नुहोस् जङ्गल यति रमाइलो छ त्यहाँनिर। गाइज अब हामी हाम्रो घर पुग्न आँट्यौँ। हेरौँ डर धेरै नै लागिरहेछ। त्यहाँ धेरै जङ्गल जस्तो लागिरहेछ हेर्दा। जङ्गल पनि हुनसक्छ, जङ्गल जनावर हुनसक्छ जङ्गलतिर। हेरौँ त्यहाँनिर त धेरै नै राम्रो रहेछ ठाउँ। हेर्दा पनि यहीँ बस्नु जस्तो लागिरहेछ। गाइज त्यहाँनिर हो मेरो पुरानो घर। देख्न सक्नुहुन्छ पुरा जङ्गलले भरिएको छ। त्यहाँनिर हामी जान सक्छौँ सक्दैनौँ हेरौँ अन्तिमसम्म। अब हामी त्यहाँ पुरानो घरमा जानेछौँ। विश्वास छ त्यहाँ पुग्छौँ भन्ने आशा गरेको छु। हामी अगाडि हिँडेर बढ्दैछौँ। हेर्न सक्नुहुन्छ कस्तो डरलाग्दो जङ्गल छ। पुरा चिडले भरिएको छ। डर त हेर्नुहोस् गाइज हाम्रो पुरानो घर पुगिसकेका छौँ। वहाँनिर अङ्कल घर हेर्ने हुनुहुन्छ र